मैले अघि भने नातिले नत्र पनातिले तपाईँ हाम्रो फोटो भित्तामा राखेर थुक्छ उसले भन्दै थुक्दै राख्छ वर्षै पछि थुक्छ महिनै पछि थुक्छ दिनै पछि थुक्छ त्यसो भएको कारणले गर्दाखेरि थुकी माग्ने इतिहास लेख्दैनौँ हामी के लेख्छौँ यहाँ उपस्थित भएकोले थुकी माग्ने इतिहास लेख्न ल्यायौँ हामी सम्पूर्ण नेपालीलाई भन्न चाहन्छु म सम्पूर्ण तपाईँको चाहिँ नेपालीलाई भन्न चाहन्छु त्यो खालको इतिहास हामी लेख्दैन त्यो खालको कालो इतिहास लेख्दैन त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू चेतनाको कुरा गर्छौँ हामी पसिनाको कुरा गर्नुपर्छ अब चेतनाले हामीलाई सही बाटोमा लान्छ तर सही बाटोमा भोकै हिँड्नु सकिन्छ सही बाटो हो भन्ने चेतनाले देखाउँछ तपाईँलाई ठिक छ हो तर सही बाटोमा हिँड्नको लागि भात खानु पर्यो कि परेन यदि भात खाने हो भने पसिना बगाउन सक्नुपर्छ है हामी कस्ता पुर्खाको सन्तान मैले बारम्बार भन्ने गरेको छु हाम्रो पुर्खाले तल बेसी खोलाको तीरदेखि माथि लेकसम्म बारी बिराइदिनु भयो भएन भयो कि भएन हामी यहाँ धेरै जसो मान्छेहरू वही पहाडतिरको इलाकाबाट आएका छौँ कि त हाम्रो पालामा आयौँ कि त बाउको पालामा आयौँ कि त बाजेको पालामा आयौँ त्यति धेरै पौरखी पुर्खाको सन्तान आज है भात खाएको भाँडा पनि धुनु मन लाग्दैन त्यतिकै राख्छ है पुछपाछ गरेर भरे बेलुका त्यसैमा थापेर खान्छु भन्ने भइसक्यो अलि आशा अलि आशा त्यस्तो भयो कि भएन है एउटा मैले सुनाउँदै गएको एउटा जोक सुनाउँछु सानो दुईजना अल्छी यस्तै पुसमाघको जाडोमा सुतिरहेको थिएछ चोर आएर कम्बल होइन अब त्यो चोर अब होइन चोर त चलाक हुन्छ त्यसलाई फेरि चलाक भन्नुपर्ने फेरि बाध्यता यहाँ छ हाम्रो समाज त्यहाँ हुन्छ अनि ओढिराखेको कम्बल चोरले चोरेर लगेछ अनि पहिलो अल्छीले चाहिँ भनेछ ओइ ओइ भनेछ दोस्रोले होइ जान त्यो चोरले कम्बल लग्यो क्या त्यो के अरे खोसाएर ल्यालै भनेर थाहा छ दोस्रोले चाहिँ भनेछ थाहा छ मलाई थाहा छ त्यसले लग्यो ठिक छ छोड्दे भरे यो फेरि तन्ना लिनु आउँछ नि त्यतिखेर पक्रौँला भनेछ अलि हाँस त्यो खालको अल्छी भइसक्यो हामी त्यसले गर्दाखेरि चेतनाको कुरा नम्बर 1 मा आउँछ भने दोस्रोमा आउँछ पसिनाको